एकजना बिरामीको 1 महिनापछि जापानको लागि टिकट थियो। उहाँ अचानक एकदमै दुख्यो भनेर जचाउन आउनुभयो। उहाँको दुखेको कारण हेर्दाखेरि सामान्य फिसर देखिएको थियो, तर त्यति दुखाइ नहुनु पर्ने भनेर हामीले एमआरआई गरेर हेराउँदाखेरि पेरिनेल एब्सिस त्यो पनि धेरै माथिसम्म पुगेको देखियो। त्यो चाहिँ इमिडिएट अपरेसन गर्नुपर्ने देखियो। यो किन भयो त भन्ने कुरा अब हामी आज त्यो बारेमा मेरो अनुभव आज सेयर गर्न गइरहेको छु। नमस्ते, म डाक्टर हरिशरण अर्याल, कन्सल्टेन्ट फिजिशियन तथा प्रोक्टोलोजी एक्सपर्ट, यहाँहरूको सेवामा 18 वर्षदेखि कार्यरत छु। जुन बिरामीको कुरा गऱ्यौँ हामीले 1 महिनापछि जसको जापानको लागि उड्नुपर्ने थियो, उहाँको चाहिँ पेरिनेल एब्सिस किन बनेको थियो भने त्यसको 2 हप्ता अगाडि उहाँले कुन ठाउँमा गएर फिसरको लागि भनेर जाँच गर्न जानुभएको रहेछ। त्यसरी फिसरको लागि जाँच गर्दाखेरि त्यहाँ चाहिँ औँला राखेर घुमाउने, अनि त्यहाँ पछिबाट त्यो एनललाई अलि साँगुरो रहेछ तपाईँको भनेर बेस गरी धकेलिदिने, अनि प्रोक्टोस्कोप राखेर प्रोक्टोस्कोपीले जाँच गर्ने गरिदिनु भएछ उहाँ डाक्टर साहबले। त्यो पछि उहाँको के भयो भन्दा जुन सानो फिसर थियो त्यो फिसर अब झन् ठुलो बन्यो। त्यहाँ पछिबाट फिसर भनेको जहिले पनि दिशागाइन ठाउँमा च्यातिएको भाग हुने र दिशागाइन ठाउँ चाहिँ एकदमै पोल्युटेड हुने, फोहोर हुने हुनाले त्यहाँ जहिले पनि एक्युट फिसर छ भने इन्फेक्सनको चान्स रहन्छ हैन। त्यो हुनाले गर्दाखेरि त्यो कन्डिसनमा इन्फेक्सन भएर फेरि त्यो इन्फेक्सन चाहिँ दिशागाइन ठाउँको भित्रसम्म फैलिएको देखियो। बिरामीले हेर्दा त सामान्य फिसर मात्रै थियो, तर त्यहाँ चाहिँ अर्को इन्फेक्सन भएर त्यो एब्सिस बनेर एकदमै पेन बन्यो। त्यो हुनाले गर्दाखेरि म यहाँहरू जो यो भिडियो हेरिनु भएको छ उहाँहरूलाई सक्दो सेयर गर्न पनि चाहन्छु, किनकि यो बिरामी आफूले पनि जान्नुपर्छ यस्तो कुराहरू। यदि फिसर भनेर सामान्य रूपमा हामीले हुनलाई फिसर लगभग मान्छेको जिन्दगीमा 95% फिसर हुन्छ। जुनसुकै टाइममा पनि हुनसक्छ, त्यो माइनर हुनसक्छ अथवा मेजर हुनसक्छ। एक्युट फिसर कुनै तपाईको एन्टेरियर अथवा पोस्टेरियर पार्टमा कुन पार्टमा बनेको छ अथवा अरू कुनै ठाउँमा बनेको छ भने त्यो पार्टमा त्यसले कति कन्सिक्वेन्सेसहरू के ल्याउन सक्छ, भयावह हुन सक्छ भन्ने कुरो हामीले जहिले पनि जान्नुपर्छ। पोस्टेरियर फिसरहरू यानि कि मेरुदण्डको ढाडपट्टिको यदि फिसरहरू छ भने तिनीहरूमा चाहिँ सेकेन्डरी इन्फेक्सन भएर, ब्याक्टेरियल इन्फेक्सन भएर त्यसले चाहिँ एब्सिस बनाउने अनि फिस्टुलाहरू बनाउने चान्स एकदमै हाई हुन्छ। त्यो हुनाले गर्दाखेरि देख्नलाई सामान्य फिसर देखे पनि सामान्य फिसर त हो नि भनेर बस्न हुँदैन, यो त पेरिनेल एब्सिसमा जान्छ र त्यसले जिन्दगीभरिलाई दुःख दिन सक्छ। अब जुन अहिले मैले कुरा गरेको बिरामीको थियो, उहाँको 1 महिनापछि जापान जानुपर्ने थियो। यो बिचमा उहाँलाई इमिडिएटली अपरेसन गराउनु पर्यो। त्यो अपरेसन गरिसकेपछि घाउ हिलो पुर्नु पर्यो, फेरि तपाईँको रिकरेन्सको चान्सहरू हुनसक्छ। त्यो हुनाले गर्दा फिसर भनेर सामान्य भनेर कदापि नबस्नु होला। जहिले पनि इन्फेक्सनको चान्स रहने हुनाले फिसर यस्तो सामान्य देख्नलाई रोग हो, तर धेरै दुःख दिने सबभन्दा पाइल्स फिस्टुला फिसर अथवा पाइलोनेडल साइनस मध्ये दिशागाइन ठाउँमा देखिने अन्य रोगहरू क्यान्सर बाहेकमा सबभन्दा दुःख दिइराख्ने एकदम खतरनाक रोग चाहिँ फिसरलाई नै मान्छु म चाहिँ, मेरो 18 वर्षको अनुभवमा पनि। किनकि बिरामी केही समय निको हुनु भयो भने केही समयमा फेरि आउनुहुन्छ। त्यसको लागि इन्फेक्सन मोडिफिकेसनदेखि लिएर खानपानको कुराहरूदेखि लिएर सबै कुराहरूलाई चाहिँ यहाँले कन्ट्रोल गर्नुपर्ने हुन्छ। फिसरमा चाहिँ एकचोटि बनिसकेको फिसरको ठाउँमा फाइब्रोसिस भइसकेपछि पनि के हुन्छ त भन्दाखेरि दिशागाइन ठाउँ त फलामको बनेको हुँदैन। यदि दिशा टाइट मजाले आयो भने त्यो ठाउँमा फेरि च्यातिने चान्स रहन्छ। त्यो हुनाले गर्दा हाई केयरमा रहनुपर्छ र एकदमै अनुभवी डाक्टर साहबहरूसँग मात्रै यहाँहरूले सल्लाह लिनुपर्ने हुन्छ यस्तोको लागि। यदि यहाँहरूलाई पनि यस्तो कुनै फिसर सम्बन्धी अथवा पाइल्स फिस्टुला, पाइलोनेडल साइनस अथवा रेक्टल पोलिपरको यस्तो बारेमा कुनै पनि समस्या रह्यो भने यहाँहरूले निर्वाध रूपमा मलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ। म 18 वर्षदेखि यहाँहरूको सेवामा अनवरत रूपमा लागिराखेको छु। यो जानकारीमूलक भिडियो छ जस्तो मलाई लाग्छ, किनकि हामीले जो कोहीले पनि सामान्य भनेर फिसरलाई हेपेका हुन्छौँ। त्यो हुनाले गर्दा कृपया तपाईँ आफू, तपाईँको वरपरको मान्छेहरू अथवा साथीभाइलाई पनि यो मेसेज दिनको लागि सेयर गर्न नभुल्नुहोला। हस्, नमस्ते।